अलिकति पुदिना लिनुहोस्, त्यसपछि बेसार लिनुहोस् अनि यसरी चाहिँ घिच्नुहोस्। अनि अमला लिनुहोस्, सुकेको अमला पनि हुन्छ, पाउडर भयो भने हुन्छ। अनि बेलपत्र लिनुहोस्, भिडियोमा देखा चाहिँ। अनि त्यसपछि घोडा टाप्रे लिनुहोस्, राम्रोसँग धोई पखाली गरिकन है, यहाँ भिडियोमा देखा चाहिँ गर्न सक्नुहुनेछ। यसपछि सबैलाई एक ठाउँमा राखेर एउटा भाँडा लिनुहोस् अनि पानी राख्नुहोस्। त्यसपछि यो पानीसँगै अथवा रातभरि चाहिँ तपाईले भिजाउन दिनुहोस्। अनि यो रातभरि भिजेपछि यो पानी तपाईले उमेर अनुसारको चाहिँ छानेर पिउन सक्नुहुनेछ।